नमस्कार सबैलाई। आजको हाम्रो यात्रा नेपालमा मनमोहक हिमाली क्षेत्र मनाङतर्फ भएको यात्रासँगै सुरु हुँदैछ। हाम्रो गन्तव्य समुद्र सतहबाट करिब 4919 मिटरको उचाइमा रहेको प्रसिद्ध तिलिचो ताल तिलिचो पुग्ने यात्रा गन्तव्य जतिकै रोमाञ्चक छ। बाटोमा जति अगाडि बढ्दै गयो त्यति नै प्राकृतिकका नयाँ नयाँ सपनाहरू देख्न पाइन्छन्। बाटोमा वरिपरि अग्ला पहाड, चट्टानी बाटो, हिमालबाट बगेर आएका खोला, झरना र टाढासम्म फैलिएका हिमाली दृश्यहरूले यात्रालाई झन् विशेष बनाउँदै लैजान्छन्। यात्राको क्रममा देखिने सुन्दर ठाउँहरूमध्ये एउटा हो अक्टोपस झरना। चट्टानको बीचबाट तलतिर झर्दै गरेको पानी र वरिपरिको प्राकृतिक वातावरणले यो ठाउँलाई निकै आकर्षक बनाएको छ। बाटोमा अचानक यस्तो सुन्दर झरना देख्दा केही समय रोकेर प्रकृतिलाई निहाल्न मन लाग्यो। चिसो पानीको आवाज, वरिपरिको पहाड र सफा हिमाली हावाले यात्रा थकानलाई केही बेरमै बिर्साइदिन्छ। तर हाम्रो यात्रा अझै सकिएको छैन। अबको बाटो हामीलाई नेपालको चर्चित हिमाली गन्तव्य तिलिचो तालतर्फ लैजाँदैछ। जति जति उचाइ बढ्दै जान्छ त्यति त्यति नै वरिपरिको दृश्य परिवर्तन हुँदै जान्छ। हरियाली बिस्तारै कम हुँदै जान्छ। चट्टान पहाडहरू देखिन थाल्छन् र टाढा टाढासम्म सेता हिमालहरू आँखामा पर्न थाल्छन्। बाटो कहिलेकाहीँ निकै कठिन हुन्छ। शरीर थाक्छ, सास फेर्न गाह्रो महसुस हुन्छ। तर अगाडि देखिने हिमाल र प्रकृतिको सुन्दर दृश्यले फेरि अगाडि बढ्ने हौसला दिन्छ र अन्ततः धेरै समयदेखि मनमा बोकेको त्यो क्षण आउँछ। आँखा अगाडि देखिन्छ तिलिचो ताल। चारैतर्फ अग्ला हिमालहरूको बीचमा शान्त भएर बसेको निलो ताल। यो दृश्य क्यामेरामा जति सुन्दर देखिन्छ, आफ्नो आँखाले हेर्दा त्योभन्दा धेरै गुणा सुन्दर लाग्छ। तालको वरिपरि हेर्दा जताततै हिमाली भूदृश्यहरू देखिन्छ। चिसो हावा चलिरहेको छ, माथि निलो आकाश छ, वरिपरि विशाल पहाड छन् अनि बीचमा छ यो शान्त र सुन्दर तिलिचो ताल। यस्तो ठाउँमा आएपछि केही समयका लागि संसारका अरू सबै कुरा बिर्सिए जस्तो हुन्छ। मोबाइल निकालेर त्यो भिडियो खिच्नुभन्दा पहिले केही क्षण आफ्नै आँखाले यो दृश्य हेर्न मन लाग्छ। हामी प्राय सुन्दर ठाउँको फोटो यस्तै सुन्दर सुन्दर भिडियोहरू हेर्नको लागि यो सफर नेपाल च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। हस्त धन्यवाद। र भिडियो सामाजिक सञ्जालमा हेर्छौँ, तर केही ठाउँ यस्ता हुन्छन् जसलाई स्क्रिनमा हेरेर मात्र वास्तविकता सुन्दरता महसुस गर्न सकिँदैन। तिलिचो ताल पनि त्यस्तै ठाउँ हो। यो यात्रा केवल एउटा तालसम्म पुग्ने यात्रा होइन। बाटोमा भेटिएका पहाड, झरना, खोला, नाला, चट्टानी बाटो, चिसो हावा र हरेक मोडमा परिवर्तन भइरहने दृश्यहरू पनि यो यात्राकै हिस्सा हुन्। र सायद यात्राको सबैभन्दा सुन्दर कुरा यही हो, गन्तव्यमा पुग्नु मात्र होइन, गन्तव्यसम्म पुग्दा बाटोले दिएका सम्झनाहरू पनि सँगै लिएर फर्किनु। आज तिलिचोको यो सुन्दर ठाउँमा उभिएर एउटा सानो कुरा चाहिँ मनमा आयो। नेपाल साँच्चीकै प्रकृतिले भरिपूर्ण देश रहेछ। हिमालीको काखमा रहेको यो निलो ताल, बाटोमा भेटिएको अक्टोपस झरना, वरिपरि विशाल पहाड र यहाँको शान्त वातावरण, यी सबैले यो यात्रालाई जीवनभर सम्झिरहने यात्रामध्ये एउटा बनाइदिएका छन्। तिलिचो एउटा केवल ताल होइन, यो एउटा अनुभव हो, एउटा यात्रा हो र प्रकृतिसँग केही समय बिताएर आफूलाई नै फेरि भेट्ने एउटा सुन्दर बहाना हो। यही सुन्दर दृश्यसँगै हाम्रो तिलिचो यात्रा यहाँबाट अगाडि बढ्दैछ।